हेलो गाइज, लु अहिले चाहिँ हामी आज स्याटरडे फेरि यसो घुमघामको लागि भनेर निस्क्यौँ। मेरो बुढा चाहिँ बाइक स्टार्ट गर्दै हुनुहुन्छ। कहाँसम्म पुग्निन्छ तर हाइवेतिर भन्दा नि ओभियसली हामी चाहिँ कतितिर गाउँघरतिर रमाइलो हुन्छ नि त। अनि सिद्धाखा डाँडा काखा दिङलासम्म जाने भन्ने छ प्लान। हामी हजुरहरूलाई भिडियोमा देखाउँदै जान्छौँ है त। ल हेर्दै जानुहोस्, म नि बस्छु। अब मेरो चाहिँ बुढाले हेलमेटै बिर्सिनु भएछ। हेलमेट त लाउनुपर्छ, हेलमेट बिना यात्रा गर्नु हुँदैन। लु हामी चाहिँ लाग्यौँ है त। लु धेरै गाह्रो बाटोहरू पार गर्नुपर्छ। यी सधैँ भिडियोमा चाहिँ म गाह्रै बाटोहरू देखाएर आउँछु। गाह्रो छ हजुर, बिस्तारै लैजानु, बिस्तारै। एकदम गाह्रो छ कि खाल्टा खुल्टी के गर्नु। बाटो यस्तो छ कि यता पनि खाल्टो खोल्छु होइन, यता पनि हामी पुरा यहाँ मुनि खोल्छु। यतिबाट छिराउनु पर्ने छ कि एकदम गाह्रो। यस्तो जङ्गल हराभरा हेर्दै यस्तै गाह्रो बाटो फेरि हिँड्न मजा आउँछ। कहाँ पुग्नुभयो मेरो बुढी त? लु मैले त भेटाइनँ। कहाँ पुग्नुभयो? माथि पुग्नुभयो त। हामी चाहिँ टक्क अब यहाँ बाइक साइक धोएर अब फेरि गन्तव्यतिर यात्रामा लाग्यो है। अनुसारको बाइक त चिटिकै बनाउनु पर्छ तिनीहरूले कसैले पनि बोक्नु भएको रहेछ। के खुवाउनुहुन्छ हामीलाई थाहा भएन। ल बाइक किन्ने चलाउनु लागेपछि आज चाहिँ ल है त। अब बाइक चलाएर अब डेन्जर छ बस्न चाहिँ पछाडि। अब कसरी कुदाउने हो? ल रेडी छौ नि? कतिको एक्साइटेड छौ त बाइक चलाउनको लागि? धेरै एक्साइटेड। हेलमेटको उ चाहिँ लाउ नि त अनि त। लाग्यो भने चाहिँ कि सुकाउने? ल ल चलो ल म बस्छु पछाडि। लैन पुटुटुटु बाह्र हिँड्नु ल। ल हामी चाहिँ अब दिङलासम्मको यात्रा तय गर्दैछौँ है त्यहाँबाट। ल त गाइज, बाटो अप्ठ्यारो छ। बाटो बन्द भएर है माथि बिजोग भएको छ। खुल्यो होला अहिलेसम्म त हेरौँ। लेट्स ट्राई। ल हिँड। ल मैले यहाँसम्म लिएर आएँ। फेरि मैले उहाँलाई पालो दिएँ। अब फेरि उहाँले चलाउनुहुन्छ। यहाँ पनि सरहरू रोकिदिनुहुन्छ। गाह्रो छ नि हौ, तर म खासै धेरै चाहिँ चलाउँदिनँ। स्टार्ट गरेर 10-15 मिनट पनि सकिनँ होला। मैले चाहिँ 5 मिनट चलाएँ होला। त्यस्तो पर्फेक्ट भइसक्यो होइन। स्कुटी त चलाएको हुन्थ्यो कि, तर गाह्रो छ नि त। फेरि बाटो स्वयं उड्यो भने खाल्टा खुल्टी छ। हामी चिन्दैछौँ। त्यही हो, अघि भनिहाल्नुभयो मेरो बुढाले दिङला जाने प्लान गरेर हिँडेको। बाटो बनाउँदै रहेछ डोजरले, पुरै पहिरेर। अनि फेरि हामी अर्को बाटो जाने भनेर आयौँ होइन। यो चाहिँ अर्कै अस्ति हामी आएको दावाको अब अलिक छेउछाउ हो आएको, तर त्यता पनि बाटो सम्भव रहेछ। उता पनि आजसम्म बाइकहरू नै नहिँडेको के यहाँबाट होइन। माथि फेरि फर्काएर यहाँ तल राखेर बाइकहरू धोइयो। अनि जाँदैछौँ। हेर्नुहोस्, यो पनि एउटा सौभाग्य मान्नुपर्छ। जहाँ जहाँ बस्नु भए बसेर भोजपुर एरिया, सुन्तले, बाजा, दिङला हेर्न पाउनु भयो होइन। हामीले बाटो अप्ठ्यारो हुँदा असहजको बेला पनि यस्तो भिडियो बनाउने जमर्का गरेका छौँ। कस्तो हुन्छ तातिनु होला हेरेर। चलाउनुलाई त धेरै गाह्रो हुन्छ। त्यही भएर मैले भनेँ छ बाटो लगभग आधा घन्टा यत्तिकै बाटो छ होइन। त्यो बाटोको चाहिँ मैले भिडियो कैद गरिनँ। यस्तै नै हो, ब्याट्री चार्ज पनि पुऱ्याउनु पर्ने हुन्छ। त्यही भएर फेरि म बाटो छिचलेपछि फेरि बनाउँछु है। मौसम चाहिँ फेरि खुलेको छ, यति राम्रो निलो आकाश यतिको छ। फेरि एकछिनमा फेरि बनाउँछु। यहाँ बाटो बनाउँदै रहेछन् कतिपय मान्छेहरूले। सक्नुहुन्छ हामी चाहिँ आइरहेका छौँ। पुरै बाटो बनाउँदै रहेछन् फेरि यहाँ।
त्यहाँ चाहिँ बाटो बनाउँदै रहेछ, त्यही भएर हामी चाहिँ एकछिन फर्केर यहाँ बस्न आउँदैछौँ। यहाँ पनि पार्क रहेछ, त्यही भएर हिँड्दैछौँ। हाम्रो अगाडि तिलक सर हुनुहुन्छ, कलाएर ए हो त्यहाँ बाइक बाइक हुन त हुन्थ्यो, अहिले हातले भर पाउँदैन। ए त्यहाँ सरहरूले बाइक राखिसक्नु भएको छ। अब हामी चाहिँ यताको भ्यू हेर्छौँ, उता बाटो बनाउँदैछ नि त, त्यही भएर यहाँ बाइक राखिएको छ। अनि मेरो बुढोले पनि राख्नुभयो, सरहरू अगाडि हुनुहुन्छ। कस्तो राम्रो भ्यू रहेछ। एकछिन यहाँबाट हामी भ्यूहरू हेर्छौँ अनि फेरि त्यो बाटो खोलेपछि हामी हाम्रो गन्तव्यतर्फ लाग्छौँ। निकै राम्रो रहेछ। सरहरू आउँदै हुनुहुन्छ। यहाँको बारेमा केही जानकारी दिनु सर। अब यो ठाउँलाई चाहिँ हाम्रो काफ्ले भन्दा मास्तिर खानदानी व्यवस्था रहेछ। काफ्ले भन्दा मास्तिरको के पो भन्छ भने यो हात्तीगौडा भन्ने ठाउँ हो। हजुर, अब हामी हात्तीगौडामा पाउने यो जुस खाँदैछौँ। हात्तीगौडामा पाउने जुस, हात्तीगौडामा लिची नै छैन सर। लिची जुस कहाँ छ आएर? थ्याङ्क यू बुढो। हात्तीगौडामा पाउने हामी यो मकैको ढोडको जुस मकैको ढोडको जुस ठिक छ नि सर? यो खोपिदेऊ त। धन्न किन्नु भयो, तिमी बुझ्दिन होइन हामीलाई। मिठो बाटो बनाउनु भन्ने खाएको देऊ क्या? ए त्यो हो मेरो, त्यो ए ए कति बाटो त आफ्नो चाहिँ बाटो। तर कस्तो खुलेको दिन छ आज है, पुरै देखिन्छ। कुन हिमालय अनुसार त्यो बादल छोपिहाल्छ नि फेरि। हाम्रै जिल्लामा पर्ने ताप्लेजुङमा पर्ने त्यो कञ्चनजङ्घा। ताप्लेजुङ हाम्रो जिल्ला? हाम्रो त मकालु छ। ए ए खाना तरिका त्यस्तो भयो। सकिहाल्यो, होइन पुग्यो पुग्यो एउटा बसी। अहिले फेरि टक्क लाएर फर्काउँदै हुनुहुन्छ। हामी चाहिँ बस्यौँ 10-15 मिनट जति। अब बाटो खुल्दैछ कि भन्ने थाहा पाएर चाहिँ खोल्दैछौँ, फर्काउँदै हुनुहुन्छ न। हामी चाहिँ अब फेरि जान्छौँ, फेरि पुगेपछि बाटोहरू देखाउँदै जान्छु। यहाँ अनिल सरले फर्काउँदै हुनुहुन्छ। ए हामी चाहिँ आइपुगेको, अझै बाटो बनाएरै सकेर हिँड्छ। यता टन्नै रहेछ, पछाडि पनि त्यति धेरै नै छ, यहाँ अगाडि नै भिड रहेछ। भिड कहिले बनाइसक्ने होला। यो बाइक राखेँ, पछाडि पनि त्यत्तिकै जाम भएर बसेको छ, अगाडि पनि त्यत्तिकै छ। पुरै बाटो बनाउँदैछ, यो ढल राख्ने रे। लु हामी चाहिँ यहाँ आइपुग्यो 10 बजीदेखिको यात्रा 3 तले आइपुग्न लाग्यो। यहाँ हेर्दैछौँ तल न तल हो रे डिङ्ला त सुत्दै आउँदैछ। अप्ठ्यारो बाटो त छिटल्दै आइपुग्यो नि, तर यता चाहिँ पिच त होइन, यस्तो कच्ची नै हो, अप्ठ्यारै हो। तर पनि बिस्तारै बिस्तारै आउँदैछौँ। फेरि अब बाटोहरू गाह्रो भएर आउँछ, भिडियो देखाइरहन पनि असम्भव हुन्छ होइन। यस्तो छ, यतिको त हेर्दा राम्रो मान्नुपर्छ यसलाई त है बुढो। धेरै गाह्रो गाह्रो बाटो छिटल्दै आइयो। तल मुनि कति डाँडा पार गरेर पनि पुछारमा झर्नुपर्छ अलिक माथि हाइटमा उक्लेर। ल म चाहिँ फेरि तपाईँलाई अहिले पुगेपछि देखाउँछु। हामी चाहिँ ठ्याक्कै लाएर दिङला आइपुग्यौँ। यस्तो बाटो, यहाँ बाइक राख्नुभएको छ सरहरूले।
अझै यहाँबाट तल घुम्ने ठाउँहरू चाहिँ अलिकति यहाँ माथि माथि रहेछ राम्रो छ सबैजना आउनु होला है त्यही डाँडाहरू गौतम बुद्धको स्ट्याचु रहेछ यहाँ मेरो बुढा ल यहाँ सरहरू चाहिँ फोटो खिच्दै हुनुहुन्छ है ल आमाधाम हाम्रो बुद्धको पार्क यो हलाउँदा चाहिँ गरौँ रहेछ कि यो घुम्ने रहेछ नि मजासँग सबैजना यता पनि भ्यू देखिन्छ राम्रोसँग होइन यो चाहिँ बुद्ध चोक भन्दो रहेछ है गाइस